नमस्कार, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हामी एक हप्ता अगाडि मलमासको अवसरमा मत्स्यनारायण मन्दिर गएका थियौँ। मलमास हरेक 3 वर्षमा एकपटक मात्र पर्ने भएकोले त्यस अवसरमा दर्शन गर्न आउने भक्तजनहरूको सङ्ख्या निकै धेरै थियो। हामीले सामान्य भिडको अपेक्षा गरेका थियौँ, तर त्यहाँ पुगेपछि सोचेको भन्दा धेरै नै मानिसहरू उपस्थित रहेको देखेर छक्क पर्यौँ। मन्दिर वरिपरि भक्तजनहरूले भरिभराउ थियो। बिहानैदेखि मानिसहरू लामो लाइनमा बसेर दर्शनको प्रतीक्षा गरिरहेका थिए। विभिन्न ठाउँबाट आएका श्रद्धालुहरू आफ्नो परिवार, साथीभाइ, आफन्तहरूसँग आएका थिए। कसैले पूजाको सामग्री बोकेका थिए, कसैले भजन गाइरहेका थिए। मन्दिर वरिपरि धार्मिक वातावरणले सबैलाई आकर्षित गराइरहेको थियो। सबै उमेर समूहका मानिसहरू त्यहाँ देखिन्थे। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैजना धार्मिक आस्थाका साथ दर्शन गर्न आएका थिए। धेरै महिलाहरू रङ्गीन साडीमा सजिएका थिए भने पुरुषहरू कुर्ता, दौरा सुरुवाल तथा अन्य परम्परागत पोसाकमा देखिन्थे। विभिन्न रङका कपडाले मन्दिर वरिपरि झन आकर्षण र जीवन्त बनाइएको थियो। चारैतिर रङ्गीन पोसाकमा सजिएका मानिसहरूको भिड देख्दा साँच्चीकै मनमोहक दृश्य सिर्जना भएको थियो। मन्दिर क्षेत्रमा धार्मिक गीत, घन्टीको आवाज र भक्तजनहरूको जय जयकारले वातावरणलाई अझै पवित्र बनाएको थियो। फूल, प्रसाद र पूजाका सामग्री बेच्ने पसलहरू पनि निकै व्यस्त देखिन्थे। मानिसहरू श्रद्धापूर्वक पूजा गर्दै, दीप बाल्दै आफ्नो मनोकामना पुरा होस् भनेर प्रार्थना गरिरहेका थिए। मानिसहरूको अगाडिपट्टि रहेको धूप पानी गर्ने स्थानमा हरहर आगो बलिरहेको थियो। त्यो आगोको दृश्य निकै आकर्षण र आध्यात्मिक अनुभूति दिने खालको थियो। त्यहाँ उपस्थित भक्तजनहरू श्रद्धा र विश्वासका साथ धूप, अगरबत्ती तथा विभिन्न पूजा सामग्रीहरू चढाइरहेका थिए। आगोको वरिपरि मानिसहरूको ठुलो भिड थियो, तर सबैजना अत्यन्तै भक्तिभावका साथ आफ्नो पालो पुरिरहेका थिए। त्यो दृश्य देख्दा मानिसहरूको धार्मिक आस्था र विश्वास कति गहिरो रहेछ भन्ने कुरा स्पष्ट रूपमा महसुस गर्न सकिन्थ्यो। धेरै मानिसहरूले धूपबत्ती बोकेर आगो अगाडि आफ्नो मनोकामना व्यक्त गरिरहेका थिए। कसैले आफ्नो परिवारको सुख शान्ति कामना गरिरहेका थिए भने कसैले स्वास्थ्य, सफलता, समृद्धिको लागि प्रार्थना गरिरहेका थिए। त्यस दिन मन्दिरमा अत्याधिक भिड भएकोले मुख्य मन्दिरभित्र प्रवेश गर्ने अवस्था थिएन। दर्शनका लागि लामो लाइन लागेको थियो, तर हजारौं भक्तजनहरू आफ्नो पालो कुरिरहेका थिए। भिडको कारण हामीले मुख्य मन्दिरभित्र गएर पूजा गर्न सकेनौँ। त्यसपछि हामीले मन्दिर परिसरको छेउमै रहेको एउटा सानो मन्दिरमा गएर आफूले लगेका फूलपाती, अक्षता र प्रसाद चढायौँ। त्यहाँ पनि श्रद्धापूर्वक पूजा गरी भगवानसँग आफ्नो मनोकामना व्यक्त गर्यौँ। मुख्य मन्दिरभित्र जान नपाए पनि टाढैबाट मन्दिरको दर्शन गर्न पाउँदा मनलाई सन्तुष्टि मिल्यो। मन्दिरको सुन्दर बनावट, वरिपरिको धार्मिक वातावरण, भक्तजनहरूको उत्साह हेर्दा मन आनन्दित भयो। हामी केही समय त्यहीँ बसेर मन्दिरलाई निहाल्यौँ। मन्दिरको साइडमा रहेको एउटा सानो कुण्डमा भजन कीर्तन भइरहेको थियो। त्यसको वातावरण अत्यन्तै रमाइलो र भक्तिमय थियो। महिला, पुरुष, युवा, वृद्ध तथा बाजे बजाइसम्म सबैजना एकै ठाउँमा भेला भएर भगवानको नाममा भजन गरिरहेका थिए। कसैले मादल बजाइरहेका थिए, कसैले झ्याली, कसैले हार्मोनियम र कसैले आफ्नो हातको ताली मिलाउँदै गीतमा साथ दिइरहनु भएको थियो। त्यहाँको उत्साह, सङ्गीत र भक्तिभावले हामीलाई यति धेरै मनमोहित बनायो कि हामी आफै पनि नाच्न थाल्यौँ। भजनको तालसँगै हामीले रमाइलो गर्दै नाच्यौँ। गीतमा स्वर मिलाउँदै र छेडको त्यो छेडलाई खुलेर अनुभव गर्यौँ। वास्तवमा हामी एकछिन मात्र होइन, धेरै समयसम्म त्यहाँ बसेर नाच्यौँ। सबैजना हाँसिरहेका, रमाइरहेका र भगवानको नाममा आनन्दित भइरहेका थिए।
दूध लिएर आएको होइन अन्त खाइयो नि त अन्त भन्न हस् हस् हजुर अब 3 वर्षमा नि यस्तै पकाउनु हुन्छ हजुर हुन्छ भजन कीर्तनको रमाइलो अनुभवपछि हामी घर फर्कने तयारी गर्न हिँड्दै जाँदा हामीलाई भोग लागेकोले एउटा खाजा पसलमा रोक्यौँ। त्यहाँ हामीले जेरी, पुरी, समोसा, चना, सुक्खा रोटी र तातो चिया खायौँ। दिनभरको थकानपछि खाजा खाँदा निकै मिठो लाग्यो र शरीरमा नयाँ ऊर्जा आएको महसुस भयो। तर खाजा खाइसकेपछि मूल्य हेर्दा हामीलाई अलि अचम्म लाग्यो। सामान्यतया अन्य ठाउँमा पाइने भन्दा त्यहाँको खानेकुराको मूल्य निकै महँगो रहेछ। मेलाको अवसरले गर्दा बढेको होला मूल्य भनेर हामीले केही गुनासो गरेनौँ।